क्षेत्र नम्बर 5 को नेपाली कांग्रेसको उम्मेदवार मन्दरा चिमरिया पौडेल र यो चुनावको किन तपाईलाई चुनाव भनेर कसैले सोधिरहँदाखेरि म के भन्छु भने म महिलाको लागि, युवाको लागि, बालबालिकाको लागि अहिले देशले खोजिरहेको छ जेनजी, जुन जेनजी भनिन्छ नि, जेनजी नै भएर हामी नेपाली कांग्रेस परिवर्तन भइसकेको छ र नेपाली कांग्रेस परिवर्तन हुँदै गर्दाखेरि कांग्रेस बदलिन्छ देश बदलिन्छ भनेर हामी आएका छौं र हामी यो ग्रास लेभलको सानो भन्छ नि एउटा झुप्रोदेखि महलसम्मको मान्छे व्यक्तित्वहरूको म प्रतिनिधित्व गर्न चाहन्छु। त्यो व्यक्तित्वलाई म रोजगार, स्वास्थ्य, शिक्षा, रोजगारको यही देशमा व्यवस्था होस् भन्न चाहन्छु। युवाहरू विदेश पलायन भएका छन्, महिलाहरू विदेश पलायन भएका छन्। महिला र युवालाई आफ्नो देशमा केही गराउँ र गरून् भन्न म चाहन्छु। मैले यो क्षेत्र नम्बर 5 बाट जित्दै गर्दाखेरि र जितिसकेर म त्यहाँ गएँ भने पहिलो मेरो माग छ युवा, महिला, बालबालिका र वृद्ध यो सबैलाई हुने खालको सौँदो देशले मागेको सबैको माग अनुसारको एउटा केही कल कारखाना उद्योग खोल्न सक्यो भने, विद्यार्थीहरूको लागि एउटा कुनै आयस्रोतमूलक काम गर्न सक्यो भने, महिलाको लागि गर्न सक्यो भने र असहाय बालबालिकाको लागि केही काम गर्न सक्यो भने मेरो उद्देश्य त्यही छ। म त्यो गर्न चाहन्छु र जति पनि माथिबाट अहिले आउनु भएको छ उम्मेदवारहरू, उहाँहरू अब टुरिस्टको रूपमा आउनु भएको छ, टुरिस्टको रूपमा जानुहुनेछ। म एउटा ग्रास लेभलको व्यक्तित्व भएकोले गर्दा म यहीँ बढे पढे, मेरो सबै थोक यहीँ छ र यहाँको वातावरणमा म भिजेको छु, यहाँको सम्पूर्ण व्यवसायमा म भिजेको छु, सम्पूर्ण यहाँका बालबालिकासँग म सँगसँगै हिँडेको छु भन्न चाहन्छु। र मेरो अहिले पनि मेरो एउटा अनाथ आश्रम छ, एउटा वृद्धाश्रम छ, मेरो 3टा हस्पिटल छ र विभिन्न संस्थाहरू छ मेरो। त्यो चाहिँ मेरो के को लागि भन्दा यो अनाथ सडकमा रुँदै हिँडेको एउटा बच्चाको आँसु पुछ्नको लागि, उसको घाँस बास कपासको लागि, एउटा चाहिँ विद्यार्थी खर्च गर्न नसकेर पढ्नको अभावले भौतारिरहेको विद्यार्थीको लागि पनि हामी केही गर्न सकौँ भन्न चाहन्छु। एउटा महिला खाली मुलुकमा जाँदै गर्दाखेरि उसले आफ्नो बालबच्चा छोडेर जाँदा भोलि बाक्समा प्याक भएर आउनुपर्छ, त्यो नहोस् र त्यो विदेश पलायन नहुन् भन्नका लागि पनि मैले मेरो उम्मेदवारी दिएको छु र म चाहन्छु मलाई क्षेत्र नम्बर 5 को सम्पूर्ण युवा, महिला, बुवा आमा, दाजुभाइ, दिदीबहिनीले मलाई जिताएर पठाउनु भयो भने तपाईहरुको घर दैलोमा हुन्छु म सधैँ, तपाईहरुलाई दुःख सुखमा हुन्छु म, मर्दाको मलामी बाँच्दाको जन्ती म स्थानीय व्यक्तित्व हो भन्न चाहन्छु र मलाई मत दिएर जिताउनु हुन अनुरोध गर्दछु।